तपाईलाई स्वागत छ हाम्रो कार्यक्रममा। प्रचारमा नै तपाईँ पनि व्यस्त देखिरहनु भएको छ हैन? कस्तो छ, कसरी चुनावी प्रचार कार्यक्रममा यहाँ चाहिँ लागिरहनु भएको अवस्था छ? चुनावी प्रचारमा म आफ्नो व्यक्ति पनि लागिराखेको छु। जनप्रतिनिधिहरू चाहिँ नेकपा एमालेबाट छानिएका पनि लागेका छन्, पार्टी पनि लागेको छ। आम नागरिकहरू, शुभचिन्तकहरू, एमालेमा आशा र भरोसा गर्ने मित्रहरू हर्ष उल्लासको साथ 30 गते चाहिँ चुनाव जित्नुपर्छ भनेर लागिरहेको छ। हजुर। अब चुनावमा तपाईँ लागिरहनु भएको छ हैन? अब तपाईको कार्यभार चाहिँ अझै केही महिना बाँकी रहँदै पनि यता चाहिँ मेयरमा उम्मेदवारी दिनुभएको छ। तपाईले किन चाहिँ तपाईले मेयरमा उम्मेदवारी दिनुभयो? सबै पत्रकार साथीहरूले एउटै शब्द सोध्छ, तपाईहरु सबै एकै ठाउँमा एउटै प्रश्न बनाएर आउनु भएको हो क्या हो राजकुमार? होइन, तपाईको परिस्थिति नै त्यस्तै पर्यो, त्यही भएर। मेरो प्रदेशबाट फर्केर, प्रदेश माननीयबाट फर्केर नगरपालिकाको मेयरमा आउँदाखेरि यो सबै त अचम्म भएको कि चासोको विषय भएको हो कि यो कतै अप्ठ्यारो जन्माउनु खोजेको तर यसरी सोध्नु भयो? होइन, अब तपाईँ अझै कार्यभार बाँकी नै रहँदाखेरि चाहिँ अब यता मेयरमा आफू माथिल्लो मेयर भन्दा पनि माथिल्लो प्रदेशको माननीय भइरहेको अवस्थामा चाहिँ राजीनामै दिएर तल झर्नु भएको जस्तो देखिन्छ। त्यही भएर पनि यो प्रश्न चाहिँ आम मानिसको मनमा छ नि त। मैले सबै मिडियाहरूलाई पनि मैले आफ्ना कुराहरू भनिसकेको छु। हजुर, म व्यक्ति होइन, म व्यक्ति स्वार्थको लागि होइन, म आफ्नो मर्यादाको लागि होइन, म आफ्नो फाइदाको लागि होइन। म चाहिँ मेयर हुनु पाए, कोनी के हुनु पाए, म कोनी के हुन्थ्यो भनेर मलाई अरूलाई जस्तो हाम फालेर जानु छैन। मेरो त्यो पाटो होइन। म पार्टीको एउटा क्याडर हुँ, पार्टीको कार्यकर्ता हुँ। म एमालेको, म वामपन्थीको एउटा कार्यकर्ता हुँ। यो बहुदलीय व्यवस्थामा पार्टीहरूले चाहिँ जुन पार्टीको अनुशासन नर्म्स अनुसार पार्टीले एउटा चाहिँ कार्यकर्तालाई हिँडाउनु पर्छ, पार्टीको अनुशासन मान्नुपर्छ। पहिलो प्रथम त मैले पार्टीको आदेशलाई मानेको हुँ। पार्टीले आवश्यकता पर्यो अब तिमी गएर चाहिँ मेयरमा उठ्नुपर्छ, त्यहाँको खाँचो भन्ने हो। अनि आम पार्टी कार्यकर्ताहरूले पनि त्यही महसुस गरे। सूर्योदय नगरवासीहरूको पनि त्यही आह्वान भयो, आउनुहोस् तपाईँले उठ्नुपर्छ भन्यो। हाम्रो पार्टी मात्रै यहाँका नागरिक मात्रै होइन, सम्पूर्ण उद्योगपति, व्यवसायी, अन्य राजनीतिक दलले पनि तपाईँ आएर उठे नगरमा हामी स्वागत गर्छौँ, तपाईँलाई जिताउँछौँ, तपाईँको आवश्यकता छ भन्ने कुरा भएपछि म नगरमा फर्केर आएका हुँ। मेरो आफ्नो इच्छा आकांक्षा केही होइन। आफ्नो चाहिँ कार्यभार बाँकी रहँदै पनि यता मेयरमा उम्मेदवारी दिँदै गर्दा अब जनताले पनि एउटा चाहिँ जिज्ञासा राखेको होला। अब तपाईँलाई नै मत किन दिने, तपाईँले यदि विजय हुनुभयो भने तपाईँले गर्ने कामहरू के सोच्नु भएको छ भन्ने पनि होला। यसबारेमा पनि थोरै प्रश्न पारिदिनुहोस् न। ठिकै प्रश्न गर्नुभयो। यसमा थुप्रो कुराहरू जोडिएर आउँछ। सर्वप्रथम त यो अहिलेको चुनाव विगतको जस्तो चुनाव होइन। तपाईँले पनि नजिकबाट निहालिरहनु भएको छ। तपाईँहरूको समर्थन कतापट्टि छ म त्यो सोध्ने खोज्ने पक्षमा छुइनँ। सर्वप्रथम त यो चुनाव बेइमान र इमानको हो, इमानदारी र बेइमानीको पक्षको फैसलाको चुनाव हो यो। यसलाई मैले यति भने पुग्छ। एउटा मुद्दा त्यो पनि हो, राजनीतिकमा अवसर छोप्ने, राजनीतिकमा मौका छोप्ने, राजनीतिकमा आएर आफ्नो पोर्टफोलियो बढाउने अनि जनतालाई धोका दिएर भाग्ने, ती त्यस्ताको चेतावनीको लागि पनि यो चुनावमा पार्टीले मलाई उम्मेदवारी पठाएको। मेरो त्यो ठाउँमा पनि उम्मेदवारी हो सर्वप्रथम। हजुर। दोस्रो मेरो उम्मेदवारी हो सूर्योदय नगरपालिकालाई एउटा अब्बल सूर्योदय नगरपालिका बनाएर लानुपर्छ। यो सम्भावनाले भरिएको सूर्योदय नगरपालिका हो। त्यसले गर्दाखेरि यो ठाउँमा मजाले काम गर्न सकिन्छ, यसलाई उठाउन सकिन्छ। यहाँका आम नागरिक, यहाँका अन्य राजनीतिक दल सबैको मनोभावनाहरू भनेको अति उत्तम छ। यो ठाउँलाई सहकार्य सहजीकरण गरेर जाँदाखेरि राम्रो खालका नेपालको एउटा नमुना नगरपालिका बनाउनु सकिन्छ भन्ने हिसाब किताब हो नम्बर 1। नम्बर 2, हामीले विगतमै यो संघीयताको अवधारणा 3 तहको सरकार भएपछि
कुन पालिकाहरू कुन ठाउँहरू केले चाहिँ क्षमतावान छ, योग्य छ, त्यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने सवालको कुराहरूमा हामीले सूर्योदय नगरपालिकालाई प्रदेशको पाटोबाट हामीले चाहिँ पर्यटकीय नगर भनेर घोषणा गर्न सफल भयौं र सूर्योदय मात्रै नभएर इलामलाई नै एउटा चियाको राजधानीको रूपमा लिएर जानुपर्छ भनेर हामीले घोषणा गर्न सफल भयौं र यहाँ पर्यटनको कुरा, चिया खेतीका कुरा, कृषिका आधुनिक ढंगले काम गर्ने कुरा, कृषिमा थुप्रै कुराहरू पर्न जान्छन्। आधुनिक हिसाबमा भनिसकेपछि हाम्रा यहाँनिर चाहिँ अहिले आएका चिया भयो, कफी भयो, अरू अन्य सब्जी खेतीका कुराहरू भए, अरू अन्य वनस्पति थुप्रै खालका वनस्पतिहरू छ। यहाँ तपाईँको यो 10-15 मिनटमा मैले व्याख्या विश्लेषण गर्दा गाह्रो हुन्छ, म त्यतातिर जान चाहन्न। हाम्रै परम्परागत खेतीहरूलाई पनि आधुनिक ढंगले प्राविधिक हिसाबले व्यवस्थापन गरेर यसलाई उत्पादन मात्रै होइन, यसलाई उद्योगमा पनि लानुपर्छ। घरेलु उद्योग पनि हुन सक्छ, ठूला उद्योग पनि हुन सक्छ, मझौला उद्योगहरू पनि हुन सक्छ। हाम्रा उत्पादनहरूलाई उद्योगमा लगेर कृषिका उत्पादन, पशुपालनका उत्पादन, दुधजन्य पदार्थका उत्पादन, यहाँ भएका अन्य नयाँ थप वनस्पतिकाहरूको चाहिँ उत्पादन, त्यसलाई चाहिँ एउटा चाहिँ औद्योगिक हिसाबले अगाडि बढाउनु पर्छ र यसलाई पर्यटनसँग पनि जोड्नुपर्छ। यहाँका बेरोजगारलाई पनि समाप्ति गर्नुपर्छ भन्ने हैसियतले पनि मेरो उपस्थिति र मेरो सोच, मेरो विचार हो। कसरी प्रचार अभियानलाई चलाउँदै हुनुहुन्छ? के छ, कस्तो छ चुनावी अभियान? चुनावी अभियान त रमाइलो छ। कुनै ठाउँमा जाँदा आफूले प्रदेशबाट गरेका काम कुराहरूको चाहिँ प्रशंसा गर्छ, स्वागत गर्छ। तपाईँ आइदिनु भयो, हामीले नदेखिकन, हामीले चाहिँ नमागिकन कति ठाउँमा पैसा पठाइदिनु भयो, विकास निर्माण भयो, तपाईँलाई भेटै भएको थिएन, आज भेट हुनु पाए भनेर स्वागत गर्छ। खानेकुरादेखि हरेक कुराहरू, शब्दको हरेक कुराले स्वागत गर्छ। कुनै ठाउँमा जाँदाखेरि चाहिँ 5 वर्षसम्म के गरिसौ, कता गइस, हामीलाई बिजोग बनाइस, फेरि भोट झुक्क्याउन आएको भन्छ। हजुर हजुर। चुनावी दौरान यस्तो भइराखेको छ, स्वभावै हो। पाउने विकास भएको ठाउँका साथीहरू खुसी छ, नभएको ठाउँका साथीहरू रिसाउनु भएको छ, दुखमन गर्नुहुन्छ, गाली गर्नुहुन्छ, कराउनुहुन्छ। एकछिनतिर फेरि बसेर कुराकानी गरेपछि हामीले भन्नु खोजेको होइन, तपाईँ आउनुहोस्, काम गरिदिनुहोस्। 5 वर्षसम्म हाम्रो चाहिँ यो दूरदरार हाम्रो गाउँहरूमा चाहिँ केही हुन सकेन भनेर हामीले गुनासो मात्रै गरेको भन्नुहुन्छ। म त्यहाँ साथीहरूलाई भन्छु, म प्रदेशको माननीय भएर गए, त्यो ऐन कानून बनाउने, त्यहाँबाट चाहिँ बजेट हामीले चाहिँ दुईटाको सरकार, संघको सरकार र प्रदेशको सरकारले स्थानीय सरकारमा हामीले बजेट पठाउने हो, हामी कार्यकारिणी होइन। अब तपाईँहरूसँग घर दैलोमा बसेर काम गर्ने, एउटा कार्यकारिणीको हैसियतमा काम गर्ने म स्थानीय तह नगरपालिकामा आउँदैछु, म तपाईँहरूको मेयर पदमा उठ्दैछु, म तपाईँहरूलाई सेवा गर्ने हिसाबमा आउँदैछु। म शासक होइन, म तपाईँहरूको सेवक हो। ऐन कानून बनाउने, बजेट पठाउने कुराहरूले गर्दा म तपाईँहरूको माझमा आउन सकिनँ। मेरो कार्यालय, मेरो मन्त्रालय चाहिँ भनेको चाहिँ विराटनगर प्रदेशमा भएकोले तपाईँहरूसँग जोडिन सकेन मित्र हो भनेपछि अनि उहाँहरू फेरि भन्नुहुन्छ, हामीलाई चाहिँ यो कुरा थाहै थिएन त, 5 वर्ष तपाईँहरू यिकै मेयर, उपमेयर, वार्ड अध्यक्षहरू जस्तो पो लागेर हामीले त तपाईँलाई कराएको त भनेर कुराकानी गर्नुहुन्छ। दोहोरो संवाद भएपछि खुसी भएर ल तपाईँलाई विजय, अरूले जस्तो चाहिँ नगर्नुहोस्, हामीलाई हेरि नछाड्नुहोस् भन्दै गाउँलेहरूले चाहिँ कुनै ठाउँमा स्वागत गर्छ, कोही बेला गाली गर्छ, कोही बेला अब के भन्ने। गाउँको वातावरण त तपाईँलाई थाहै छ, यही ढंगले चुनावी अभियानहरू बढिरहेको छ। हजुर, अहिले नि अब चाहिँ तपाईँ प्रदेशको माननीय हुँदै गर्दाखेरि तपाईँको अझै कार्यभार बाँकी नै रहँदा तपाईँले चाहिँ मेयरमा उम्मेदवारी दिँदै गर्दाखेरि अब नेकपा एमालेमा चाहिँ अरू व्यक्ति थिएनन् र तपाईँ नै उठ्नुपर्ने, राजीनामै दिएर अरूलाई प्राथमिकता दिएको भए पनि हुन्थ्यो, उहाँ नै किन आउनुभयो भन्ने प्रश्न पनि गर्छन् नि मान्छेहरू। मान्छेले होइन, यो तपाईँको प्रश्न चाहिँ ठ्याक्कै मेरो चाहिँ अहिले प्रतिद्वन्दी विपक्षी पार्टीले उठाएर हिँडिराखेको जस्तो आयो होइन। त्यही सन्दर्भलाई टिपेर भन्नुभयो होला तपाईँले। होइन होइन, यो बाहिर उठिरहेको कुरा हो सामान्यतया। यो कुरामा के छ भने नेकपा एमाले भित्र प्रतिस्पर्धीहरू हुँदैन भन्ने होइन, आफ्नै पार्टी आन्तरिक प्रतिस्पर्धीहरू पनि हुन्छ। म त
वार्ड अध्यक्ष पनि भए, उपाध्यक्ष पनि भए, प्रदेशको माननीय पनि भए। अब म चुनाव लड्दिन, मलाई उम्मेदवारी नदिनुहोस्, म पार्टीले जे काम गराउँछ पार्टीको काम गरेर बस्छु भनेर मैले भनिरहँदाखेरि पार्टीको मात्रै होइन, स्थानीय तहमा हाम्रो जो पार्टीका साथीहरू हुनुहुन्छ, पार्टीका शुभचिन्तक हुनुहुन्छ, जिल्ला कमिटी, नगर कमिटी, वडा कमिटीहरूले पनि नउठी हुँदैन भनेर बढी जिद्दी भनेको चाहिँ हाम्रो चाहिँ पार्टी कमिटीभित्र पार्टीका शुभचिन्तक समर्थकहरूले गर्नुभएको हो। त्यसले गर्दाखेरि मेरो के अरे चाहिँ नाम प्रस्ताव हुँदाखेरि पनि निकै समय पछाडि कुरेर मात्रै नाम प्रस्ताव भयो। नाम प्रस्ताव आइसकेपछि अन्तिममा मात्रै मैले स्वीकारेका हो। मैले नाम दिएको होइन, पार्टीले नाम ल्यायो, मेरा पार्टीका समर्थक साथीहरूले ल्याउनु भयो, पार्टी कमिटीले ल्याउनु भयो। त्यहाँनिर प्रतिस्पर्धीको कुरा होइन, अन्तिममा पार्टीको हाम्रो संगठनको सबैहरूको अनुरोध भएपछि मैले स्वीकारे। त्यहाँ प्रतिस्पर्धी होइन, त्यहाँ त सर्वसम्मतले गएको छ। त्यो तपाईँकोमा त्यो न्युज आइपुग्यो कि आइपुगेन, अलिक तपाईँ ढिलो हुनुभयो क्या न्युज सङ्कलन गर्नुमा। अरू साथीको त कुरै होइन, त्यहाँ उम्मेदवारीको पनि अन्तिम आवरमा अन्तिम क्षणमा मात्रै मैले ल ठिकै छ नि त, मैले उठ्दाखेरि सबै ठाउँमा हुन्छ, राम्रो हुन्छ, पार्टीलाई हुन्छ, सबैलाई सरसहयोग हुन्छ भने ठिकै छ म उठिदिन्छु भनेर मैले अघि पनि भने। मलाई पार्टीले पठायो, यहाँ बोलायो। त्यति मात्रै होइन, अन्य राजनीतिक दलका साथीहरूले पनि समर्थन गरे। त्यो हिसाबले मेरो उम्मेदवारी हो। त्यसले गर्दाखेरि मैले कसैलाई लडाएर कसैलाई पछारेर उम्मेदवारी नै हुनु छैन र हाम्रो पार्टीमा त्यस्तो छैन पनि। राजकुमार, गत चुनावमा तपाईँहरू सहकर्मी हुनुहुन्थ्यो नि, तपाईँ क्षेत्रीय अध्यक्ष हुनुहुन्थ्यो, अहिलेको तपाईँको प्रतिस्पर्धी रणबहादुर राईज्यू उहाँ चाहिँ इन्चार्ज हुनुहुन्थ्यो, पार्टीको सहकर्मी हुनुहुन्थ्यो र अहिले चाहिँ सहकर्मी बीचकै प्रतिस्पर्धा हुँदैछ। कस्तो हुँदो रहेछ, कस्तो आवाज हुँदो रहेछ? रणबहादुर राई मेरा मित्र पनि हुन्, मेरो पारिवारिक नाता पनि छ, व्यवहारिक नाता पनि छ, पार्टीको नाता पनि छ। उहाँसँग म प्रतिस्पर्धै गर्न चाहन्न र प्रतिस्पर्धै होइन भन्छु। उहाँले राजनीतिक हिसाबले कहिले पनि कुनै कुरालाई राजनीतिक ढंगले लिनु भएन। म मेरो मित्रलाई अनुरोध गर्छु, उहाँले राजनीतिकलाई राजनीतिक ढंगले लिदिनु होला। राजनीतिक के अरे चाहिँ आफ्ना कार्यकर्ता संगठनहरूलाई राजनीतिक ढंगले ती संगठनहरूलाई चलाइदिनु होला। त्यो भावना र मर्मलाई बुझिदिनु होला भन्ने त म तपाईँको मिडियाबाट अनुरोध गर्न चाहन्छु, अहिले पनि निवेदन गर्न चाहन्छु म। हजुर हजुर। किनभने हिजो हामी सँगै भन्ने कुराहरू गर्नु, उहाँ सूर्य छाप चिन्हबाट विजय भएर जानु भएको। आरबी राईको पहिचान भनेको सूर्य चिन्ह हो, नेकपा एमाले हो। आज त्यो चिन्हबाट उहाँले विजय गरेर पहिचान गरेर आज साँच्चै भन्यो भने उहाँले गरेको कामलाई के भन्छ राजकुमार सर, तपाईँ ठेट नेपालीमा भन्न सक्नुहुन्छ? विश्वास गरेकोमा विश्वास नभएको शब्दलाई के भनेर भन्छ? मलाई त्यो शब्द बोल्न आइराखेको छैन, मेरो आदरणीय मित्र भएको कारणले गर्दा। उहाँ राजनीतिक व्यक्ति होइन, उहाँ संगठनिक व्यक्ति होइन। उहाँ म त्यो बाटोमा जान चाहन्न। त्यसले गर्दा तपाईँले मेरो प्रतिस्पर्धी भन्नुभयो, उहाँ प्रतिस्पर्धीको हैसियतमा पनि रहनुहुन्न मेरो आदरणीय मित्र। 30 गतेको परिणामले देखिहाल्नुहुन्छ। मैले अघि पनि भने यो सत्य र असत्यको लडाई हो, सिद्धान्तमा र पार्टीमा मात्रै होइन। सूर्योदय को नागरिक, आम नागरिक र सूर्योदयको वासीको सूर्योदयको हकमा यो बेइमान र इमानको कुराहरू हो, यहाँ त्योसँग जोडिने कुराहरू हो। त्यसले गर्दाखेरि मैले उहाँलाई आदरणीय मित्रको रूपमा म लिन्छु, मेरो आदरणीय आफन्तको रूपमा लिन्छु, तर म उहाँलाई प्रतिस्पर्धीको रूपमा मैले लिएकै छैन। सूर्योदयको अन्य इमानदारी कार्यकर्ता र इमानदारी अन्य राजनीतिक दलहरूले पनि उहाँलाई काजीमान कागजको प्रतिस्पर्धी हो भनेर भन्छ जस्तो मलाई लाग्दैन। यो पाटोमा म यति मात्रै भन्छु। म लगभग कुराकानीको अन्तिममा आइपुगेँ होइन। अब अन्त्यमा अब चाहिँ एउटा सूर्योदय नगरपालिका एउटा चाहिँ इलामकै सबभन्दा ठूलो चाहिँ नगरपालिका पनि हो र यहाँका भूगोल लगायतका कुराहरू पनि कतै अत्यन्तै विकसित छ, कतै अत्यन्तै कमजोर अवस्था जस्तो, अत्यन्तै विकट जस्तो पनि छ। यस्तो खालको अवस्था पनि छ र यहाँ अहिले विकासको क्रमशः गतिहरू अगाडि बढ्दै गरेको अवस्था रहेको छ। अन्त्यमा तमाम मतदाताहरूलाई आफूले गर्ने काम, आफ्नो भिजन, एजेन्डा
लगायतको सन्दर्भलाई जोडेर अन्त्यमा के भन्नुहुन्छ तमाम आफ्ना चाहिँ भोटर्स मतदाता नगरवासी? राम्रो कुरा उठाइदिनु भयो। म तपाईलाई धन्यवाद दिन चाहन्छु मेरो आदरणीय मित्रलाई। मैले अहिले उठाएको मुद्दा म गाउँघर कुना कन्दरामा पनि म पुगेको छु। म वार्ड अध्यक्ष हुँदाखेरि हामीले यहाँ घोडाको ढाडमा मान्छेको ढाडमा र टाउकोमा नाम्लो बोकेर हिँड्नु पर्थ्यो। त्यो आज नाम्लो र घोडाको ढाडबाट भारी मान्छेको ढाडबाट भारी नाम्लो फ्याँक्न हामी सफल भएका छौँ। तर त्यो 12 महिना हामीले ती कुराहरू पाएका छैनौँ। अहिले पनि दूर दरार कुना कन्दरामा सूर्योदयको तल्लो भागहरूमा तल सुन्दर बेसीका कुरा भए, यता आएर महेन्द्र बेसीका कुरा भए, समालबुङका जुठीका कुराहरू भए, अनि माने भन्ज्याङको चाहिँ माथि गएर चाहिँ 6 घरेदेखि तल फेदीका कुराहरू भए। यी यस्ताहरू थुप्रै यी कन्यामका कुरा गर्ने हो भने तल सिरोनी सिगमका कुराहरू भए। अरू अन्य भागहरूमा जस्तै चाहिँ पशुपतिका चाहिँ केही भागहरू माथि सुन्दर छ, तल गाउँमा जाँदा काली लाग्दो स्थिति छ। यता माघे सुन्तले परालेको कुरा त्यस्तै छ। ती सबै कुराहरू हेरेपछि मलाई के लागेको छ भने हाम्रो टिमलाई नेकपा एमालेलाई के लागेको छ भने अब सबैभन्दा पहिला त्यो तल कुना कन्दरामा रहेका बाटो 12 महिना गाडी हिँड्ने बनाउनु पर्छ भन्ने हामीले अठोट गरेका छौँ। त्यो कच्ची नाली पेटी हुन सक्छ, हिलो कादो भएको ठाउँमा अप्ठ्यारो भएको ठाउँमा त्यहाँ ग्रेभल सोलिङ हुन सक्छ। स्तर उन्नति नभएकोमा स्तर उन्नति गर्नुपर्छ, ग्रेड नमिलेकोमा ग्रेड मिलाउनु पर्छ। पहिलो हामी त्यो ठाउँबाट अब काम थाल्छौँ र त्यो काम सकेपछि मात्रै हामी अलवेदरमा जान्छौँ। त्यो काम सकेपछि मात्रै कालो अलकत्रेमा आउँछौँ। यसो भनिरहँदा अलवेदरको अब काजीमान कागजले छोड्ने रहेछ, तीजको छोड्ने रहेछ भनेर फेरि आम नागरिकहरूले नलिए हुन्छ। यी सबै कामलाई हामी क्रमगत तरिकाले लान्छौँ। हाम्रो पहिलो काम कुराहरू भनेको बाटोमा त्यो हुन्छ र अरू सबैभन्दा महत्वपूर्ण हाम्रो चिया, हाम्रो प्राण, विदेशी मुद्रा कमाउने, व्यापार घाटालाई कम गराउने। यहाँनिर चाहिँ विगतमा चाहिँ रोजगार नपाइराखेको अवस्था हुन्थ्यो योभन्दा 30 वर्ष अगाडि हेर्ने हो भने। तर आज रोजगार होइन, चिया टिप्ने मजदुर पाइँदैन। चिया खेतीको कारणले गर्दा रोजगार त्यसरी ल्याएको छ। तर चियाको अहिले दिल्ली बाट छ, अन्तर्राष्ट्रिय बजार पनि हुन सक्छ। हाम्रा किसानका कमी कमजोरी पनि हुन सक्छ, उद्योगपतिहरूको कमी कमजोरी पनि हुन सक्छ। स्थानीय तहले मिलाउनु गर्नुपर्ने कुरा नमिलाएकोले पनि हुन सक्छ। सम्बन्धित चियाका चाहिँ कार्यालयहरूले जिम्मेदार अङ्गले पनि नमिलेका पनि हुन सक्छ। यी यस्ता कुराहरूलाई कसरी समायोजन गरेर कसरी यसलाई चाहिँ सहकार्य गरेर आउँदो दिनमा यो काली लाग्दो अप्ठ्यारो अवस्थामा आएको चियालाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने, बेरोजगारीको रोजगार बनाउने, पर्यटनलाई अगाडि बढाउने, आयमूलक ढंगले अगाडि बढाउने यो महत्वपूर्ण खेतीलाई प्राथमिकतामा राखेर यसलाई कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने एउटा मेरो एजेन्डा छ, पार्टीको एजेन्डा छ, हामी जनप्रतिनिधिको एजेन्डा छ। अर्को एजेन्डा यो 800 देखि 1500 मिटरको हाइटमा हुने कफी खेतीलाई कसरी व्यवस्थापन गर्ने। हामीले संघको तर्फबाट 50 रुपियाँमा अनुदानका कार्यक्रम ल्याएको छ चाक्लाबन्दीको हिसाबमा। यसका आफ्नै च्याप्टरहरू छ, म त्यतातिर जान चाहन्न। त्यहाँबाट पनि यसलाई चाहिँ एउटा चाहिँ कफीलाई पनि टुरिज्ममा लिएर जाने, यसलाई पनि आयमूलक ढंगले अगाडि बढाउने भनेर हामीले राखेका छौँ। टुरिज्मका पर्यटनका कुरा हामीले टी टुरिज्मका विगतमा कुराहरू उठायौँ, यो हामी सफल भयौँ। तर यसलाई व्यवस्थापन गर्न अहिले पनि बाँकी छ। यसलाई व्यवस्थापन गर्ने, होटल व्यवसायीहरूको त्यस्तै अवस्था छ, त्यसलाई व्यवस्थापन गर्ने। यहाँ यातायातका कुराहरूको त्यस्तै छ, त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ। यहाँ निर्माण व्यवसायीहरूको पनि अवस्था त्यस्तै छ, त्यसलाई पनि व्यवस्थापन गराउने। यी सबै कुराहरू थुप्रो अथाह छ। म अहिले 1-2वटामा मात्रै गएँ, अरूतिर म जान चाहन्न। र यहाँ विद्युतका त्यस्तै कुराहरू छ। अहिले हामीले उठाएको एजेन्डा अर्को बाटो 5 वर्षभित्रमा सबैको घरमा गाडी पुग्नुपर्छ, बिजुली बत्ती पुग्नुपर्छ, काठको पोल एउटै हुनु हुँदैन, त्यहाँ फलामको पोल हुनुपर्छ। बाटोमा, बिजुलीमा, खाने पानीमा सूर्योदयको नागरिकले अब भोट बेची बस्नु पर्दैन, सिद्धान्त बेची बस्नु पर्दैन भन्ने ठाउँमा पुर्याउने
र स्वाभिमानी हिसाबले सूर्योदयको नागरिकलाई आफ्नो स्वतन्त्र राजनीतिक व्यवसाय व्यवहार गरेर बाँच्ने ठाउँमा पुर्याउने। अनि अर्को कुरा, सूर्योदयको नागरिकले अब के महसुस गर्नुपर्छ भने जनप्रतिनिधिहरू भनेको सेवाको शासक होइन। अब यो 5 वर्षभित्रमा जनप्रतिनिधिहरू चाहिँ हाम्रो सेवक रहेछन् है, शासक होइन रहेछ। त्यसले गर्दा अब हामी ढुक्क भएर हुन्छ बस्नुपर्छ। हामीलाई चाहिँ जनप्रतिनिधिहरूले सेवा पुर्याउनुहुन्छ, हामीलाई मद्दत पुर्याउनुहुन्छ, सुख दुःखमा हामीलाई साथ दिनुहुन्छ भन्ने एउटा कुरा। अर्को कुरा के आएको छ भने अनि कति छ समय राजकुमार सर कि सक्यो? हुन्छ, लगभग अन्तिममा छौँ हामी, अन्तिममा। अब अर्को कुरा, यहाँ केही पत्रकार साथीहरूले मैले सोधेका थिए, नगरपालिकामा गएपछि चिल्लो गाडी किन्नुहुन्छ होला, कालो सिसा भएको किन्नुहुन्छ होला, भित्र चढेपछि बाहिर जनताले पनि देख्दैन, तपाईँलाई भेट पनि हुँदैन होला भनेर भन्नुभएको थियो। अलिकति सम्झना आयो, त्यति बेला मैले समय पुगेन र भन्नु पाइनँ। र सूर्योदय नगरपालिकामा विभिन्न अवस्थामा चाहिँ घटनाहरू घट्छ। यहाँनिर चाहिँ मृत्यु भएको मान्छेहरूको चाहिँ लास बोक्ने गाडी छैन। त्यो गाडीलाई के, लास बोक्ने गाडीलाई के सबबान के भन्छ राजकुमार? सबबान, हजुर हो। अब मैले गाडी किने भने अब म ती त्यस्ता असहाय अप्ठ्यारा परेका दुर्घटनामा भएका मान्छेहरूको उद्धार गर्नका लागि, लासहरू चाहिँ व्यवस्थापन गर्नका लागि म गाडी किन्छु भने। अर्को पाटोमा मैले के भने यहाँका असहाय, यहाँका महिला दिदी बहिनीहरू कोही बेला अप्ठ्यारो स्थितिमा प्रसुतिको बेलामा चाहिँ डेलिभरी केसमा गाडी नपाइकन, भनेको बेलामा सेवा नपाइकन घटना घट्ने गरेका छन्। असहाय नागरिकहरू बिमारी भएर तत्कालीन हस्पिटलमा पुर्याउनु नसक्दाखेरि मृत्यु भएको छ। त्यसको लागि एम्बुलेन्स किनेर एम्बुलेन्सको व्यवस्थापन गर्छु भनेका थिए। त्यो एजेन्डाहरू पनि रहेको कारणले गर्दा यो अस्तिको इन्टरभ्यूमा नभएको कारणले गर्दा अहिले मैले तपाईँलाई जोडे। यी यस्तै काम कुराहरू गर्ने विचारले म सूर्योदयमा आएको छु। जनजातिहरूको विषयमा अब चाहिँ यहाँ जनजाति होमस्टेका कुराहरू छ। होमस्टेहरूको चाहिँ राम्रो व्यवस्थापन हुन सकेको छैन। नयाँ होमस्टेको अवधारणाहरू ल्याउनु पर्ने छ। अर्को कुराहरू भनेको चाहिँ यहाँनिर चाहिँ ठुल्ठुला रिसोर्टहरू बन्नुपर्ने अवस्थाहरू छ, त्यो बनेको छैन। त्यो अवधारणाको साथ आएको छु। र अन्तिममा यहाँ म के भन्न चाहन्छु भने सूर्योदयका मेरा आमा बुवा दिदी बहिनी दाजुभाइहरूलाई निर्ढुक्क भएर तपाईँहरूले आफ्ना मनले लागेका नीति सिद्धान्तले यो मुलुकलाई परिवर्तनको दिशातिर लानु चाहने पार्टी जो तपाईँहरूले मनले खाएको छ ढुक्क स्वतन्त्र ढंगले मतदान गर्नु होला। कसैको करकापमा नजानु होला, कसैको लयमा नलाग्नु होला। भोलि फल्नाले पो के भन्छ, ढिस्काले पो के भन्छ भनेर मुलुकलाई परिवर्तन गर्ने सूर्योदयको भाग्यको भविष्य मात्रै होइन, यो सिङ्गो नेपाललाई परिवर्तन गर्ने तपाईँहरूको जुन एक भोट हुन्छ, हेर्दा एक भोट हुन्छ, त्यो एक भोट तलमाथि गर्नुभयो भने भोलि कुनै पनि अप्ठ्यारो स्थिति, अप्ठ्यारा चाहिँ समयहरू आउन सक्छ। त्यसले गर्दाखेरि स्वतन्त्र ढंगले सूर्य चिन्हमै काजीमान कागतेलाई नै भोट हाल्नु होइन, स्वतन्त्र ढंगले निष्पक्ष ढंगले आफ्नो मतदान गर्नु होला भन्ने म अनुरोध गर्दै सम्पूर्ण यो आज मैले इन्टरभ्यू दिँदा सुनिरहनु भएका श्रोता वर्ग, दर्शक वर्ग, जो साथीहरूले सुन्नु जानु भएको छ उहाँहरूलाई यति भन्दै यही मिडियाद्वारा यदि नेकपा एमाले ठिक छ, काजीमान कागते ठिक छ, एमालेका जनप्रतिनिधिहरू ठिक छ भने के अरे चाहिँ 8 सूर्य साथ हालेर विजय गरिदिनु हुन पनि म अनुरोध गर्दै मेरो भनाइलाई यही अन्त्य गर्न चाहन्छु। धन्यवाद। हस्, यहाँलाई धेरै धेरै धन्यवाद।